सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई मेरो नयाँ ब्लगमा धेरै स्वागत छ। धेरै पछि मैले आज ब्लग बनाएर गइरहेको छु किनभने आज हाम्रो ओली साकेला हो। तपाईँहरूलाई सम्पूर्णलाई साकेलाको धेरै धेरै बधाई। तपाईँहरू पनि आउनु होला। माथि हाम्रो पञ्चकन्या हुँदैछ, हामीहरू जाँदैछौँ। यता भाइ छ, भाइ हेलो गर न। यता नानाहरू माथि हुनुहुन्छ अनि हामीसँग चाहिँ अर्को छैन क्या, के भन्छ त्यसलाई, त्यो चम्मरहरू छैन। अनि हामीले सदुपयोग गरेर सिमलीको पात रहेछ, केही छैन। अब हामी टिप्न गइरहेको छ। टिप त है, टिप त। मेरो गेटअप चाहिँ यस्तो छ है। अहिले म तपाईँहरूलाई यहाँ देखाउन सक्छु। यहाँ जाँदैछु। मेरो गेटअप चाहिँ यस्तो छ ल, हल्कै हेर्नुहोस् ल। भाइ यता छ। अब हामी त्यो माथि त सुरु भइसक्यो, आधी उधी हुँदैछ सुरु। नाना यहाँ तल झर्नु। अनिस्क्यो यहाँ मेरो भ्लग सुरु भइसक्यो। के भन्नु हो आउनु त, नानालाई स्वागत छ मेरो भ्लगमा। तल न टिस्यु पाउँछ? हामी चाहिँ सबजना जाँदैछौँ। यता देमा हुन्छ, देमा हेलो भनिदिनु न। नाना बाई। अब हामी सक्यो के भन्नु त, भन्नु न। भगवान् के साकेला भन्ने बिर्सानु। आयो चाहिँ हाम्रो उभौली 2083मा हामीहरू अब देमा त नाच्छ होइन। देमा चाहिँ हेर्नु जानुभएको रमिताहरू। हामी तिनजना चाहिँ एउटा भएको यो जुत्तालाई पनि फाँड फुट्ने गरी नाच्ने हो। जति सक्यो त्यति कडा नाचेर आउने हो। 1 वर्षको भडास फाटेर आउनु पर्ने बेला भएको छ। हजुर हजुर हामी चाहिँ यहाँ पेट्रोल पम्प आइसक्यौँ। अब यही ठुलो जङ्गल हो। अब यहाँबाट हामी यस्तो सर्ट जानुपर्छ। बाइक किन छिटो हिँडेको? शीतलमा ल। हामी चाहिँ माथि पुगेपछि भेट्छौँ। ल हामीहरू चाहिँ आइसक्यौँ। केटाहरूलाई भेटि पनि सक्यौँ हामीले। के छ मेरो भाइ? तिमीलाई मेरो भ्लगमा स्वागत छ, केही भन न। ओइ केही भन न, भन न केही बोल। धन्यवाद। हामीहरू चाहिँ यहाँ आइसकेको छौँ। साथी यहाँ न मेरो भ्लगमा तिमीलाई स्वागत छ। अघि क्याप्चर गर्नु भनेको भ्याइन छु फेरि ल। इन्ट्री अरे क्या भयो नयाँ आएको जस्तो। यता के आउँदैन बोल न। तिनीहरूले मात्रै। हामीहरू चाहिँ आइसक्यौँ। यहाँ धेरै मान्छेहरू त आउनु भएको रहेन रहेछ। भर्खर धेरै हल्का फुल्का आउनु भएको छ। अब अझै आउनु भएको छ होला। यहाँनिर सबै रहेछ आफ्नो ठाउँको। धरान 11, यता धरान 15। मेन चाहिँ यहाँ रहेछ। हाम्रो चाहिँ कहाँ छ है? हाम्रो माथि टपमा। ए त्यही नाच्ने हो हाम्रो। त्यही ल। हामीहरू चाहिँ अब यहाँ भर्खर मान्छेहरू आउँदैछ। अझै अरूहरू आउनु भएपछि आउने क्रम जारी नै छ। सो हामीले चाहिँ पानी आधी उधी तल रहेछ, आधी उधी पानी सबै लिएर आइसक्यौँ। अनि केटाहरूसँग पनि भेट्यो फाइनली। केटा हो यो ल, फाइनली भेट्यो केटा हो। यता भाइ छ अर्को। ल भेट्यो केटा हो। केही भन नि त ल। यस। अनि यहाँ चाहिँ हाम्रो 13 को खाजा खाने ठाउँ रहेछ। यहाँ सबजना हुनुहुन्छ। सबजनालाई सेवा आमा, सेवा सेवा सेवा। यहाँ सबजना हाम्रो पानीहरू यता केटाहरू सबजना यतै छ। त्यही हो। हामीले चाहिँ आधी पानीहरू पनि लिएर आइसक्यौँ। यहाँ चाहिँ खाजाहरू पनि रहेछ क्या। अरूहरूको तलतिर छ भने
चार कति धरान सभ्यको यता चाहिँ हाम्रो रहेछ साथीहुदी अनि यहाँ हुँदैछ हाम्रो कार्यक्रम हामीले कतिलाई स्वागत गरेको हामीले दुईटा हो कि धरान कति धरान 17 नेको बुनु स्वागत छ तिमीहरूलाई हेलो गरिदेऊ हेलो गर हेलो 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 मेरो दाइ हेलो हेलो यता यता हेलो भ्लग भ्लग हामी अब कस्तो आउनु भएको छ यहाँ बाटोमा धैर्य गरेर बसिरहेको छौँ हाम्रो धरान चाहिँ रहेको टिमहरू सबजना यहाँ हुनुहुन्छ पर्खेर बसिरहेको छ सबजना फर्ममा गर्मी भए पनि केटाहरू फर्ममै छ हाम्रो हामीले कति पानी बोक्यौँ 60 आम्मा केटाहरू त 60-70 बोकेको हामीले त झन् 10वटा बोक्यौँ दुईटा यता दुईटा उता दुईटा 10वटा बोकेर आएको हामीले त्यहाँबाट नि हामीले त तलबाट लिएको माथि हाम्रो सबै धरान 17 घरहरू जाँदै हुन्छ माथि मेन नाच्ने ठाउँमा सो गाइज हामीहरू चाहिँ नाचेर नि लास्ट फ्याट भएर आएको छु फेरि सामानहरू पनि आधी बोक्यौँ जाँदा नि बोकेर जानुपर्ने आज आउँदा नि बोकेर जानुपर्ने सामानहरू बोकेर भ्याट के छ मेरो भाइ गलेर फाँक भयो मैले लास्टै गलेर आज फाँक भयो
हजुर साकेला भोलि पर्यो भने दामी भयो अनि के भन्नु थिएँ पानी पर्ला पानी परि नै सक्यो क्या यता चाहिँ पानी परेको राम्रो हुन्छ अरे हावा चलेको चाहिँ यस्तो छ हामी अहिले यस्तो छ के भन्न आएको अनि म चाहिँ घर त्यहाँ छ अब हामी यहाँ छौँ के भन्न आएको भने यता छ भाइ हामी के भन्न आएको म के भन्न आएको थिएँ भने मेरो भ्लग चाहिँ आजको लागि यति नै अर्को भ्लगमा भेट्छु भनेर भन्न आएको ल त्यही हो